हुन्छ त्यो फर्स्ट टाइम गर्दाखेरि हेलो हाई गाइज आज चाहिँ मेरो के छ भने प्लान आज चाहिँ म बाहिर जानु लाग्यो घुम्नको लागि म र मेरो बोयफ्रेन्ड भएर होइन दुईजना मिलेर यस्तो अब कहाँ जाने प्लान के पत्तो छैन हामी कहाँ गइन्छ होला उसले चाहिँ भनिरहेको छ फिल्म हेर्न मलाई चाहिँ घुम्न जान मन लागिरहेको छ यस्तो हो हाम्रो हालत ओ माई गड हामी चाहिँ रेडी पोइन्ट हामी अब हामी बाटोमा गएर बनाउँछौँ है फुल जस्तै भयो कि हाम्रो ड्रेसअप चाहिँ यस्तो रहेको छ पुनः लगाउनु चस्मा लगाउँदा कस्तो देख्छ यो ब्यागै सुहाएन कि ब्यागमा लानु है कस्तो हो र ड्रेसअपै बिगार्ने के देखेन हो ए खतरा चटोमा चर्चा लिन्छु म पकडी पर्दा बिजुली फ्यान्यो बस निन्छु त्यो अल कम्पनी फेरिमा पैसा ताफंग म हाल्छु त्यही खुस्किन्छ हेर्न आकाशमा दामी भइरहेको गाडीले भन्दैन हानेन घटाउनै मिल्दैन अहिले रेट घटेर आएको अनि आइपुग्यो नि तर मान्छे व्यस्त व्यस्त माई गड मेलिङ न होइन 3 बजीदेखिको लागि छ त्यहाँभित्र गएर एकचोटि बुझ्ने त्यसपछि अनि फिल्म हेर्ने लिफ्ट चढियो माई गड यो मान्छे त क्यामेरामा हगाउनै आएको नि छैन क्या त चङ्ला अरे यहाँ मिज्यो छ कि किन 8 बजे मान्छेले अहिले मेरो फोटो खिच्न नि मानेको छैन यस्तो यस्तो हालतले मलाई यहाँ ल्याएर उसले मलाई फोटो खिचिदिन्छु भनेर ल्याएको हो खासमा मलाई फिल्म हेर्ने मेरो कुनै इच्छा थिएन त्यही हेर्नु मन लागेको छ काबारे हामी फ्यामिली बाहिर आइसकेको छौँ फिल्म नहेरी हामी 99 सपमा आइपुग्यौँ गाइज होइन झ्याउ लागेको कारणले गर्दा 8 कहिले बच्चा जस्तो भइरहेको मलाई चाहिँ फुलको फरियाद तिमी फुलको फरियाद फुलहरू के चोली फुलै फुलको बिछौनीमा त्यसपछि त आउँदैन फुलै फुलको बिछौनीमा आउनु नि पर्यो पैसा छैन मुजी भएको कस्तो मान्छे हो यस्तो खाँथ्यो होला पैसा दिएर हुन्छ फुलै फुलको बस 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 त्यसपछि आउँदैन कल्पनामा आज एउटी परी मेरो बुढीसँग हिँडेको तर बुढी चाहिँ पुतलीको जस्तो कपाल लगाएको गर्लफ्रेन्ड गर्लफ्रेन्ड होइन है गर्लफ्रेन्ड भेट्यो भने सुरुमा भेट्दाखेरि मन चुक हुन्छ त्यो फर्स्ट टाइम भेट्दाखेरि हामी कहाँ आउँछौँ शानदार मोमो हामी मोमो खान आएको होइन मोमो खान आएको यस्तो भिड रहेछ यहाँ बाहिर कोरेर बस्नु परेको छ
फाइनली मोमो लाइन बसेर मोमो खाएर बाहिर निस्किने अरे होइन यस्तो लाइन 1 घन्टापछि पालो पाएँ 1 घन्टामा खाएर तर मजा आयो है फेमस क्या भाइ फेमस लाट्टे बाबाको आइस भने नि पालो पाउनु जस्तै हो खानु लाट्टे बाबाको जलमा लाट्टे बाबाको जलमा बुटोलको नम्बर 1 बुटोल सिटी हामी आज कहाँ अब 8 बजेपछि बल्ल उता जाने भनेको छ कति टाइम लाग्ने अब कहाँ जाने अब कहाँ जाने अब के रे कहाँ जाने अब हिँड्नै सकेन नि हिँड्नै गर्छ हो यसमा मेरो गल्ती नै होइन तवा खाएर खाएपछि अनि किन अनि खाने त मलाई दियो भने हुन्थ्यो त मलाई दिन नसक्ने अहिले त अनि यसले एक प्लेट बजाएर खाइन्छ होइन अहिले त दिन नसक्ने अरे अनि यदि नसकेको भए दिन आजको मौसम चाहिँ तर एकदम राम्रो भयो कि है आज घाम लागेन नि त्यस्तो फेरि घाम लागेको भए त आम्मा अहिले त हालत त के कस्तो भइसक्यो थियो होला एक्ज्याक्ट ए पर्बु जापानी जय पर्बु चियो मान्छेले मलाई फर्काएर ल्यायो फिल्मै चलेको थिएन भाइ फिल्म चलेको थिएन A few moments later. अनि फाइनल्ली रिब्याक भयौँ अनि फाइनल्ली फेरि फिल्म हेर्न जानु लागेको छौँ होइन ओके होला सायद होला सायद भने बस्यो हामी फेरि फिल्म हेर्नु जानु लागेको छौँ 8 बजीको फिल्म छ अरे भनेपछि अहिले 7:15 भयो छिटो टिकट काटेर देखाउनुहुन्छ फक्यु खालि भिडियो बाटो भिडियो मजा आउँछ जाम त लिफ्ट बन्द भएको कारणले गर्दा हामी अहिले के गरेको छौँ हिँड्दैछौँ यसरी हिँड्दैछौँ हामी Paris was full of happy areas for that. Whatever anything. It's too tough for me. Oh my god. See me in the head of the water. खाली छ आजदेखि हामी कहिले झगडा गर्ने छैनौँ हाम्रो मितेरी साइनो जुनीसम्म रहिरहनेछ ल तपाईँहरूको यो मितेरी साइनो नमुना भन्छ फिल्म हेरेर फिल्मको कुनै इन्ट्रेस्टै कस्तो भयो मलाई त कुनै मजा नै आएन मजा आएको भन्ने थियो
फिल्म चाहिँ अलिअलि बुझेको म त कति पनि बुझिनँ के भयो मिर्जीले उडाइदियो सोच्ने अब सक्यो तर एउटा गीत चाहिँ आएन क्या भने है त्यो गीत बिना नै फिल्म सक्दिएर तपाईँको एउटा गीत आएन रातिको 10:30 बजिसकेको छ गाइस अब चाहिँ हामी रुमहरू जाँदैछौँ ढिला भयो फिल्म हेर्दै के गर्नु 8 बजेबाट त फिल्म लागेको थियो अहिले 10:30 बज्यो हामी जस्ट बाहिर आएको छौँ हाम्रो रुम नजिकै छ कता हामी जान्छौँ अनि चाहिँ अहिले बाटोमा छौँ रुम नजिकै पुग्नु लागेको छ होइन फाइनली अब चाहिँ चाबी चाहिँ अब कसले खोलिदिन्छ हामीलाई ठ्याक्कै मान्छेलाई उठाउनु चाहिँ के घरबाट फोन गर्नुपर्छ ओ माइ गॉड फाइनली गाइस म चाहिँ रुममा आएर हात मुख धोएर रेडी भएर बसेको छु भर्खरै रुममा आइपुगेको होइन हात मुख धोएर भर्खरै बसेँ आज एकदम रमाइलो भयो हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गर्नु होला बाई